नमस्कार। साँझ 5 बजेको प्रादेशिक बुलेटिनमा मालती विकको स्वागत छ। कर्णाली प्रदेश सरकारले प्रदेशभरका 8 जना महिला उद्यमीलाई सम्मान गरेको छ। 115औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्थानीय स्रोत र साधनको उपयोग गरी उद्योग स्थापना गरेर स्थानीय स्तरमा रोजगारी सिर्जना गर्दै आर्थिक विकास र समृद्धिमा योगदान पुर्याएका उद्यमी महिलाहरूलाई जनही 1 लाख नगदसहित प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको छ। सम्मानित हुने महिलाहरूमा मुगुकी सबिना रोकाए, सुर्खेतकी सुजाता पाण्डे, दैलेखकी बिन्दु कुमारी उपाध्याय, कालीकोटकी सीता शाही, जुम्लाकी नारायणी चौलागाई, डोल्पाकी ललिता थापा, सल्यानकी गीता कुमारी पुन मगर र हुम्लाकी लछु भण्डारी रहनु भएको छ। सबै महिला तथा बालिकाको लागि अधिकार, समानता र सशक्तिकरण भन्ने नाराका साथ मनाइएको दिवसमा सम्मानपछि जुम्लाकी उद्यमी नारायणी चौलागाईले कर्णालीका अधिकांश महिलाका नाममा जग्गा नहुँदा उद्योग दर्ता गर्न समस्या हुने गरेको बताउनुभयो। उहाँले प्रविधिको युगमा आवश्यक मेसिन तथा उपकरणहरू सहजै प्राप्त नहुने र भए पनि महँगो हुँदा उत्पादनशील उद्योगहरू विस्तार गर्न समस्या भइरहेको उल्लेख गर्दै प्रदेश सरकारले यसतर्फ ध्यान दिई विशेष अनुदान दिन आग्रह गर्नुभयो। सुर्खेतमा 3 दिने फोटो प्रदर्शनी हुने भएको छ। नेपाल पिक्चर लाइब्रेरीको आयोजनामा सार्वजनिक जीवनमा महिलावादी स्मृतिको एक पहल शीर्षकमा फोटो प्रदर्शनी हुन लागेको हो। प्रदर्शनीको देशव्यापी यात्रा अन्तर्गत फागुन 26, 27 र 28 गते सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शनी राखिएको छ। पहिलो चरणमा वीरगञ्ज र जनकपुरको सफलतापछि दोस्रो चरणमा नेपालगञ्ज र सुर्खेत प्रदर्शनी गर्न लागि जनाइएको छ। दृश्य अभिलेख, मौलिक इतिहास र सामुदायिक संलग्नता मार्फत नेपालको महिलावादी इतिहासलाई संरक्षण र प्रचार गर्ने उद्देश्यले फोटो प्रदर्शनी यात्रा थालिएको हो। यो प्रदर्शनीले नेपालका महिलाहरूको सार्वजनिक जीवनमा रहेको योगदानलाई उजागर गर्दै नेपाली समाजमा उनीहरूको ऐतिहासिक महत्त्वलाई स्थापित गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पार्टी खोल्न सुझाव दिनुभएको छ। शाहका समर्थकहरूले भोलि काठमाडौँमा गर्न लागेको कार्यक्रमलाई लक्षित गरेर कार्यक्रम गर्ने तयारी गरेपछि ज्ञानेन्द्र शाहका विरुद्धका दलहरूबाट कडा टिप्पणी र सुझाव आइरहेका बेला माओवादी अध्यक्ष प्रचण्डको पनि यस्तो सुझाव आएको हो। तराई मधेस जागरण अभियानमा रहेका प्रचण्डले दैनिक जसो शाहका बारेमा बोलिरहनु भएको छ। यसअघि बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शाहलाई चुनाव लड्न सुझाव दिनुभएको थियो। आज डोटीमा भएको कार्यक्रममा गृहमन्त्री रमेश लेखकले राजतन्त्र फर्कने हल्ला काम नलाग्ने भएको बताउनुभयो। चीनको तिब्बत स्थित डिङ्गे काउन्टी केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का देशका भागमा महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज अपराह्न 4:30 बजे उक्त स्थान केन्द्र भएर 5.9 रेक्टर स्केलको भूकम्प गएको हो। यसअघि गत पुस 23 गते सोही स्थानमा 7 रेक्टर स्केलको भूकम्प गएको थियो। आज बिहान 6:20 बागलुङको खुखानी केन्द्रबिन्दु भई 4.1 रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ। आज बिहान 3:14 बजे म्याग्दीको मुरी आसपासमा केन्द्रबिन्दु भएको 4 रेक्टरको भूकम्प भएको थियो। माइक्रोसफ्टले सन् 2027 को अन्त्यसम्ममा दक्षिण अफ्रिकामा आफ्नो क्लाउड र आर्टिफिसियल इन्टेलिजेन्स पूर्वाधार विस्तार गर्न 29 करोड 67 लाख अमेरिकी डलर भन्दा धेरै लगानी गर्ने घोषणा गरेको छ। माइक्रोसफ्टका अध्यक्ष ब्राड स्मिथले जोहानेसबर्गमा आयोजित एक कार्यक्रममा लगानी घोषणा गर्नुभएको हो। कार्यक्रममा दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा पनि उपस्थित हुनुहुन्थ्यो। स्मिथले दक्षिण अफ्रिकाको जोहानेसबर्ग र केप टाउनमा पहिलो इन्टरप्राइज स्केल डाटा सेन्टर स्थापना गर्न बितेका 3 वर्षमा कम्पनीले 20 मिलियन रेन्ड लगानी गरेको बताउनुभयो। र नेपाल क्रिकेट संघ क्यानले सन् 2025 को आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। क्यानले आज वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो। क्यालेन्डर अनुसार नेपालको सिनियर पुरुष टोलीले आइसिसी विश्वकप क्रिकेट लिग 2 टी20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खला र 1 दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खला खेल्नेछ। यो वर्ष नेपाली सिनियर पुरुष टोलीले आउँदो सेप्टेम्बरमा युएमा
टेस्ट राष्ट्रसँग T20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खला पनि खेल्नेछ। यो श्रृङ्खलापछि टोलीले ओमानमा आइसिसी T20 विश्वकप छनौट खेल्नेछ। हवस् त, साँझ 5 बजेको प्रदेश बुलेटिन सकियो। मालती बिक बिदा हुन्छु। नमस्कार। मेरो टिकटक लाइभमा जोडिनुभएका सम्पूर्ण साथीहरूलाई हार्दिक स्वागत गर्दछु। यति बेला भने हामी प्रदेश बुलेटिनमा थियौँ। यति बेला भने प्रदेश बुलेटिनको निर्धारित समय सकिसकेको छ। पुनः हामी यसै समय भोलि उपस्थित हुने बाचा गर्दै अहिलेलाई भने छुट्टिनुपर्छ। सन्ध्याकालीन नमस्कार।